नमस्कार दर्शकवृन्द, हामी केनाइन कम्प्यानियन्स र आज फेरि एउटा नयाँ भिडियो लिएर हजुरहरू सामु आइसकेका छौँ। आजको भिडियोमा चाहिँ हामी हाम्रो पुरानो भइसकेको डग्सहरू होइन, जो चाहिँ हामीसँग ट्रेन भइसक्यो, तिनीहरूलाई कसरी प्रयोग गर्छौँ ट्रेनिङमा अरू डगले ट्रेन गर्न भन्ने कुरा हजुरहरूसँग सेयर गर्न जाँदैछौँ। र यो पुरानो डगहरू जो ट्रेन भइसक्यो उनीहरूले धेरै कुरा चाहिँ सिकाउन सक्दैन होइन, नयाँ डगलाई आफैले सिकाउनुपर्छ। तर एउटा मेन कुरा चाहिँ के सिकाइदिन सक्छ भने उनीहरूले कामनेस होइन। तपाईँको अगाडि जो डग काम भएर बस्छ त्यो चाहिँ अर्को तपाईँको नयाँ डगले ठ्याक्कै बुझ्छ, ओहो यो त काम भएर बस्ने रहेछ, यहाँ झगडा परिरहेको छैन। अरू तपाईँको अगाडि कोही नयाँ तपाईँको डगले झगडा गर्छ भने त्यो नयाँ डगले पनि ठ्याक्कै बुझ्छ यसको अगाडि झगडा गर्ने रहेछ भनेर। सो त्यो कामनेस सिकाउन, त्यो कामनेसलाई ट्रान्सलेट गर्न चाहिँ हामी पुरानो डगहरूलाई युज गर्छौँ र यसरी उनीहरूको नयाँ डगको फोहोर अगाडि लगेर होइन चुपचाप बस्ने ओर्ने कामहरू गर्न लाउँछौँ। त्यसले चाहिँ धेरै चाहिँ त्यो डगलाई चाहिँ कसरी काम भएर बस्ने भनेर सिकाउँछ होइन, इन्करेज गर्छ काम हुनलाई। र कामनेस नै डग ट्रेनिङको लागि एकदम इम्पोर्टेन्ट कुरा हो है। हामीले फुड दिएर सिट डाउन स्टे के भनेर डग ट्रेनिङ भनेर टाइम स्पेन्ड गरिरहँदाखेरिमा त्यो सबै चाहिँ इम्पोर्टेन्ट हुँदैन। यो कामनेस हुन्छ नि, झगडा गर्न नजाने, धेरै नउफ्रिने, खेल भने बेला मात्रै खेल्ने होइन, नयाँ मान्छे आएपछि धेरै एक्साइटेड नहुने, नयाँ कुकुर आएपछि धेरै एक्साइटेड नहुने, वा बिरालो सिरालो केही देखेर धेरै एक्साइटेड नहुने, यो सबै चाहिँ कामनेसमा पर्छ है। हाम्रै प्रेजेन्समा पनि अब काम हुने, ढोकाबाट निकाल्दा काम हुने, बाहिर वकमा लाँदा काम हुने, यो सबै कामनेसको मिक्सहरू हो। र यो सबै कामनेस चाहिँ ट्रान्सलेट गर्न सकिन्छ होइन। इफ यु हेभ वान काम डग, अर्को डगलाई नि हेर मेरो यो पुरानो डग यस्तो काम छ र तिमी पनि यसरी नै काम हुनुपर्छ, काम भयो भने वी क्यान हेभ अ रिलेसनसिप, अ बेटर रिलेसनसिप भन्ने खालको देखाउँदै जान्छौँ। र डग ट्रेनिङको इम्पोर्टेन्ट पार्ट त्यही नै हो है। जस्तै यो नयाँ डग हो, यो दुइटै नयाँ डग हो, नो फेस हो बाहिर भएको, र नो फेस चाहिँ अलिअलि झगडा गर्न खोज्दैछ। सो हामीले सिकाउँदैछौँ होइन, नो झगडा नगर भनेर। अनि द्याट्स हाउ इट वर्क्स। यो खासमा इजी छ, सुन्दाखेरिमा अलिकति कम्प्लिकेटेड सुन्ने पनि, त्यस्तो इजी थिङ मान्छेहरूलाई थाहा नै नभएर, आइडिया नभएर यो अलिक गाह्रो जस्तो लागेको हो। तर हामीसँग आउनुभयो, हामीसँग सिक्नुभयो भने हामी त्यसलाई इजिली तपाईँको एकदम बुझिने गरी होइन, बुझिने गरी, डगले पनि बुझ्ने गरी, ओनरले पनि बुझ्ने गरी र सजिलोसित, धेरै गाह्रो नगरिकन सजिलोसित सिकाइदिन्छौँ। र तर त्यो सिस्टमलाई, त्यो सिकेको कुरालाई हजुरहरूले पनि मेन्टेन गर्नुपर्छ। यसको एउटा थियोरी छ डग ट्रेनिङको, त्यो थियोरीलाई चाहिँ तपाईँले चाहिँ बुझेर त्यो अप्लाई गर्नुपर्छ आफ्नो रियल लाइफमा। अनि त्यति गर्ने बित्तिकै एभ्रिथिङ फल्स इन्टु प्लेस होइन। त्यो डग आफै तपाईँको पछि लाग्न थाल्छ, आफै काम हुन्छ र चाहिँ एभ्रिथिङ फल्स इन्टु प्लेस। र त्यस्तै खालको डग ट्रेनिङ हजुरहरूलाई चाहिएको छ भने हामीलाई लाइक, सेयर, फलो गर्नु